भारतबाट फर्किने बित्तिकै परराष्ट्र मन्त्री शिशिर खनालले सुनाए खुसीको खबर। सीमाको विषयमा भयो यस्तो कुराकानी। सीमाको समग्र सीमा लगायत सम्पूर्ण हामीले द्विपक्षीय सम्बन्धका सबै विषयहरूमा हामीले छलफल गऱ्यौँ र पछिल्लो समय सीमाकै हकमा पनि द्विपक्षीय संयन्त्रहरूले अहिले यो फिल्ड सर्वे टिमले काम गरिरहेको छ दुवै देशको र हामीले दुवै पक्षले अघिल्लो पटक जसरी समाचार माध्यमहरूमा औपचारिक रूपमा लिपुलेक हुँदै कालापानी लिपुलेक हुँदै मानसरोवर यात्राको बाटो भारत र चाइनाले सहमति साथ खोलेको भन्ने कुरा आइसकेपछि यहाँलाई थाहा छ परराष्ट्र मन्त्रालयले एउटा औपचारिक कूटनीतिक नोट पठाइसकेको थियो। त्यसमा हामीले आफ्ना स्पष्ट अडानहरू राखेका थियौँ र भारततर्फबाट पनि त्यसको जवाब आएको हो र यसमा दुवै पक्षले वार्ताबाट सीमामा विभिन्न ठाउँमा रहेका सीमासँग सम्बन्धित विषयहरूलाई कूटनीतिक माध्यमबाट र यहाँ अहिले भइरहेका संयन्त्रहरूका माध्यमबाट समाधान गर्ने भन्ने हाम्रो पहिलेदेखिको पोजिसन हो र त्यही ढङ्गमा अहिले जुन संयन्त्रहरू काम गर्न थालेका छन् त्यसपछिका अन्य संयन्त्रहरूलाई पनि एक्टिभेट गर्दै एउटा कूटनैतिक ढङ्गले समाधान गर्ने भन्ने ढङ्गमा हाम्रो छलफल भएको छ। यो वर्षौँदेखिको समस्या अब के सुल्झिएला त? रवि लामिछानेज्यू पार्टी सभापति पनि त्यहाँ गएर पुगेर आउनुभयो, लगत्तै तपाईँ पनि जानुभयो। यो हरेक सरकार आउँछ यो सीमाको समस्या पटक पटक उठिरहन्छ तर समाधान कहिले हुँदैन। अब के होला त यो समाधान? सीमाको विश्व इतिहासहरू हेर्नुभयो भने पनि लामो समय लाग्ने गरेको देखिन्छ तर मूल रूपमा हामी हाम्रा अडानहरूमा स्पष्ट छौँ। हामी प्रमाणको आधारमा ऐतिहासिक प्रमाणहरूको आधारमा सीमाका विषयहरूलाई कूटनीतिक माध्यमबाट समाधान गर्न सक्छौँ, गर्नुपर्छ भन्ने कुरा हामीले स्पष्ट ढङ्गले राखेका छौँ र मलाई लाग्छ हामी दुवै पक्ष मैले भारतको मिडियालाई अन्तर्वार्ता दिँदै पनि भने यदि नेपाल र भारत नै पनि एक ठाउँमा बसेर छलफल गर्न सक्दैनन् भने विश्वमा अन्य अरू राष्ट्रहरू को नै होला र त्यसले गर्दाखेरि कस्ता कस्ता देशहरू त अप्ठ्यारो पर्दा वार्तामा बसेर समस्याको हल निकाल्न सक्छन् भने पक्कै पनि नेपालको सरकार आफूलाई सक्षम मान्छ वार्तामा बसेर आफ्ना कुराहरू स्पष्ट ढङ्गले राख्न र आफ्ना तर्कहरूको आधारमा हामी हाम्रा बिचमा रहेका हरेक खाले समस्याहरू समाधान गर्न उत्सुक छौँ, तयार छौँ भन्ने कुरा मैले भारतमा राखेर मलाई लाग्छ हामी त्यही माध्यमबाट हामी हाम्रा समस्याहरूको समाधान पनि गर्छौँ। तेस्रोसँग संवाद गर्दै गर्दाखेरि नयाँ सरकारप्रति किसिमको उत्साह, एउटा स्टेबल स्थिर सरकार नेपालले पाएको छ र त्यो स्थिर सरकार मार्फत नेपाल भारत बिचमा रहेका विभिन्न खाले सहयोगका परियोजना लगायत सबै विषयहरूमा अब ढुक्क भएर काम गर्न सकिन्छ कि चाँडो चाँडो सरकार परिवर्तन हुँदै गर्दाखेरि सुरु गरेका कामहरू परियोजनाहरू संवादहरू टुङ्गोमा पुग्न अप्ठ्यारो रहने र अहिलेको स्थिर सरकारले चाहिँ त्यो एउटा कन्फिडेन्स दिएको जस्तो चाहिँ मैले पाएँ। दुई देशको पर्यटनको विषयमा के कुरा भयो? पर्यटनसँग सम्बन्धित थुप्रै कनेक्टिभिटीका विषयहरूमा हामीले संवाद सुरु गऱ्यौँ। विशेष गरी अहिले यो जनकपुर र अयोध्यालाई जोड्ने विषयमा हामीले संवाद सुरु गरेका छौँ। त्यस्तै अब यो जुन एयर कनेक्टिभिटी अर्को पर्यटनलाई बढाउने अर्को माध्यम हो। बुद्धिस्ट सर्किटका विषयहरूमा पनि हामीले कुरा दुईटै देशलाई जोड्ने विषयमा र पर्यटनमा अत्यन्त धेरै सम्भावना रहेको दुवै पक्षको बुझाइ छ र भारतीय पक्षले पनि नेपालमा रहेको सम्भावनालाई हामीले नेपालले त्यसलाई त्यो पोटेन्सियल त छ तर त्यसलाई रियलाइज गर्न नसकेको, त्यसलाई रूपान्तरण गर्न नसकेको र त्यो सम्भावनाहरूमा काम गर्ने भन्ने राम्रो किसिमको अन्डरस्ट्यान्डिङ भएको छ। सर लास्ट है अब त्यो जस्तो एपिजी प्रतिवेदन नेपालको चार्टरले पनि भयो होइन, उता भारतमा पनि अब त्यो कुरा भयो कि भयो त्यो विषयमा होइन, त्यो प्रतिवेदन बुझेर यो बाउन्ड्रीको समस्याहरू समाधान गर्नुतिर पनि सहयोग थियो होला, त्यो बुझ्ने विषयमा केही कुराकानी भएको थियो? एपिजीको विषय प्रधानमन्त्री स्तरीय संयन्त्र हो। दुईटा प्रधानमन्त्रीले नै बुझ्नुपर्ने प्रतिवेदन हो। जति बेला दुवै देशका प्रधानमन्त्रीहरू तयार हुनुहुन्छ त्यति बेला त्यो प्रतिवेदन बुझ्ने काम हुन्छ भन्ने हामीले अपेक्षा गरेका छौँ। अब अन्तिममा जाँदा यो तपाईँको परिसरको रवि लामिछानेज्यूले तपाईँले इन्डियामा जाँदाखेरि एउटा भनेको सबभन्दा इन्ट्रेस्टिङ स्ट्राइकिङ कुरा के हो भने भुटान ब्यागेज मोड लाग्यो होइन। ब्यागेज तपाईँले